ढाबामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या। जहाँबाट बनाइसिया छ दाइ, बनाइसिया छ, बनाइसिया छ। हामी पनि हो हामी के मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूको कुरा भएको छ मेरो दाइ होइन एमालेको पुरै मान्छे सत्ताहरू छन्, बजाउनेवालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न सर्वदलीय बजाउने पनि कहिले रे भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले हो त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन। हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ। त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ। सामदाम दण्ड भेट भन्छ त्यो गर्नै पर्छ। गरेन भने फेरि एमालेलाई मैले खबरदारी गर्ने गर्छ दाइ। तपाईँले पिठे खान्छ क्या ढुक्क हुनु, पिठे खान्छ क्या ढुक्क दाइ। पर्चामा जाँदाखेरि बाटो छेक्ने हो कि बाटो छेक्ने हो त्यही भनेको कहाँ बाटोमा अन्तिम चेतावनी मैले फेरि पनि भन्छु एमालेको साँच्चै राष्ट्रवादी शक्ति हो, देशभक्ति शक्ति हो भने झापामा बालेन आउँदा मन्दिरमा चाहिँ ठिक छ, मन्दिरमा एकदम ठिक छ। कालो मोसो लाएर कुदाउनु पर्छ मेरो मन्दिरमा त ठिकै। एकजनाले रोकिदिने हो गएर त्यसको विरुद्धमा अर्को मान्छे उठाइदिने हो। त्यही भएर जाँदैछु म त। म अब निक्लिन्ला हो जाँदैछु म त पैसा यताउति भयो भने हर्खलाई सपोर्ट गर्न अनि गएर झापा पनि पुग्ने एकचोटि उता गएर हाम रूपन्देहीतिर गएर मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूको कुरा भएको छ मेरो दाइ होइन एमालेको पुरै मान्छे सत्ताहरू छन्, बजाउनेवालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न सर्वदलीय बजाउने पनि कहिले रे भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले हो त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन। अरू बेला पनि अब तिमीहरूले चाहिँ बहिष्कार गर्न पर्थ्यो। त्यो घर दैलो पनि भनेको घर दैलोलाई पनि बहिष्कार गर्ने भनेर टोली पुरै तयारी भएको छ क्या दाइ। अगाडि पङ्क्तिमा युथ भलन्टियर फोर्स त्योभन्दा पछाडि युथ फोर्स त्योभन्दा पछाडि अनेरा छोप्यो पुरै 3 लयर छ क्या दाइ। तीन लयर राखेको छ क्या होइन। अब त्यस्तो अवस्था छ। अब हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। जमाना जफत गरेर लहटिन्छ। चुनाव होस् नहोस् सरकार भएन चुनाव हुने कुरो पछाडि हो। ढाबामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या। जहाँबाट बनाइसिया छ दाइ, बनाइसिया छ, बनाइसिया छ। हामी पनि हो हामी के भानु चुनावले म राजसंस्था उकालो गर्ने मान्छे हो। राजसंस्था उकालो गर्ने मान्छे हो भने राजाको बारेमा जबसम्म कसले पनि गलत बोल्छ भने राजा चाहियो भन्दैन भन्दै भने त्यसलाई कहाँ पूजा गरेर बसिन्छ भने पूजा गरिन्छ भनेको जहाँबाट चाहिँ गोली ठोक्ने। पुरानो नेताहरूले त देश खतमै बनाएको थिए।